मैले यस्तो खालको बुहारीहरू पनि देखेको छु हैन। आफ्नो श्रीमान भएदेखि कोही नचाहिने के त्यो श्रीमानलाई जन्माउने बुवा आमालाई पनि यति धेरै घृणा गर्ने, त्यो बुवा आमासँग बस्न खान नरुचाउने के। अनि उसले आफ्नो जन्म दिने आमालाई चाहिँ भगवानको दर्जा दिने, अनि त्यो कर्म दिने सासू आमालाई चाहिँ राक्षसको दर्जा दिने के। अनि उसले यो कुरा बुझेको हुँदैन कि जस्तो व्यवहार उसले कर्म दिने घरमा गरिरहेको छ नि, त्यस्तै व्यवहार उसको माइतमा भाउजू र बुहारीले त्यो उसको आमालाई गरिरहेको हुन्छ क्या। त्यो घुमिफिरी सटापटा हुँदो रहेछ कि भगवानले नै त्यस्तै पारिदिनु हुँदो रहेछ, त्यस्तै जुराइदिनु हुँदो रहेछ हैन। मैले धेरै मान्छेको यस्तो देखेको छु क्या। एउटा बुहारीको हातमा हुन्छ क्या घरलाई स्वर्ग बनाउने कि नर्क बनाउने भनेर, बुझ्नुभयो नि। तपाईँले तपाईँको श्रीमानलाई माया नगर्नुहोस् क्या, तर तपाईँले तपाईँको सासू र ससुरालाई सम्मान कदर माया गर्नुभयो भनेदेखि तपाईँको श्रीमानले तपाईँलाई अटोमेटिक माया गर्नुहुन्छ क्या। तपाईँले नसोचेको माया दिनुहुन्छ तपाईँको श्रीमानले तपाईँलाई, बुझ्नुभयो नि। किनभने सासू ससुरा भनेको हाम्रो भगवान हो क्या। तपाईँले जस्तो सोच्नुहुन्छ नि, जस्तो व्यवहार सासू र ससुरा बुवालाई गर्नुहुन्छ नि, त्यस्तै व्यवहार तपाईँको श्रीमानले तपाईँलाई गर्ने हो। तपाईँलाई माया गरेको हुन्छ भन्न पो सक्दैन यार, मनमा फिल त गर्छ नि त, मेरो आमा बुवालाई किन मेरो श्रीमतीले यस्तो व्यवहार गरिरहेको छ भन्ने एउटा पुरुषको मनमा पर्छ क्या, बुझ्नुभयो नि। तर छोरी मान्छेले